18 वर्षदेखि यो देशमा राजनीतिक संरक्षणमा भइराखेको एउटा ठूलो संगठित अपराध जसलाई भनिन्छ भिजिट भिसा र मानव तस्करी त्यो नियन्त्रण होस् र भोलिदेखि कोही नेपाली लुटिन ठगिन बाध्य नहोस् भन्ने मात्र हाम्रो प्रयास हो, यो हाम्रो माग हो। र यसको लागि हामीले न्यायिक छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति मागेको हौं। हामीले यथाशीघ्र त्यो गठन हुनुपर्छ भनेका हौं र त्यो अनुसार हामीले यो समस्या समाधानको लागि के उपाय कसरी गर्न सकिन्छ भनेर हामीले 5 बुँदे तपाईहरुमाझ पहिला नै गत सप्ताह नै प्रस्तुत गरिसकेका छौं। त्यसैमा हामी आज पनि अडान छौं र त्यसरी नै अगाडि बढ्न चाहन्छौं। यसमा केही थप आफ्नो धारणाहरू राखिदिनको लागि र तपाईहरुको प्रश्नको जवाफ दिनको लागि म पार्टीका कार्यवाहक सभापति उपसभापति लगायत अरू सांसदहरूलाई संसदीय दलको उपनेता हाम्रो प्रमुख सचेतक लगायत सबैलाई अनुरोध गर्दछु। उहाँहरूबाट सुनौं। धन्यवाद। सुरु गरेँ सबै साथीहरूलाई। यो जुन भिजिट भिसा र मानव तस्करीको विषय छ त्यो अत्यन्त गम्भीर छ भनेर मैले सदनमा सुरुमा नै उठाएको थियो। यो कुनै एउटा अख्तियारले भ्रष्टाचार अथवा घुसको लेनदेनको विषय मात्रै होइन, यो एकदमै सङ्गठित रूपमा गरिएको अपराध हो र यसलाई अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको मान सम्मान गिरिराखेको छ। यो डोमेस्टिक इस्यु नेपालको मात्रै विषय होइन कि यो अन्तर्राष्ट्रिय रूपमा चासो दिएको विषय हो भनेर म तपाईहरुलाई एउटा रिपोर्टको अलिकति सारांश पनि देखाउँछु। यो अमेरिकाको विदेश मन्त्रालय युएस डिपार्टमेन्ट अफ स्टेटको 2024 को ट्राफिकिङ पर्सन्स रिपोर्ट भनेको नेपाल खण्ड हो। यसले के भन्छ भने नेपाललाई उहाँहरूको मूल्याङ्कनमा नेपाललाई चाहिँ डाउनग्रेड गरिएको छ र वाच लिस्टमा टायर 2 वाच लिस्टमा 2024 मा नेपाललाई राखिएको छ भन्छ। किन नेपाललाई राखियो त? नेपालले के गरेन त? नेपालले केही नीतिगतहरू काम त गरेन। तर यो रिपोर्टले के भन्छ भने म अंग्रेजीमै यहाँलाई पढेर सुनाउने अनुमति चाहन्छु। जो सरकारमा हुनुहुन्छ सरकारी व्यक्ति राजनीतिक व्यक्तिहरूको संरक्षणमा यो काम भइराखेको छ, ह्युमन ट्राफिकिङ भइराखेको छ भनेर अमेरिकाको विदेश मन्त्रालयले भन्छ। के गरेन त नेपाल सरकारले? द गभर्नमेन्ट डिड नट रिपोर्ट द स्टेटस अफ केस इन्भल्भिङ allegedly complicit officials previously investigated or charged with trafficking crimes and some officials previously accused of human trafficking remain in office। जो व्यक्तिहरूमाथि मानव तस्करीसँग सम्बन्धित कुराहरूमा अनुसन्धान भइराखेको थियो त्यो व्यक्तिहरू आज पनि आफ्नो पदमा बहाल रहनु भएको छ भनेर यो अमेरिकाको विदेश मन्त्रालयको रिपोर्टले भन्छ। यसले के पनि भन्छ भने some government officials including parliamentarians सांसदहरू सहित maintain close ties with employment agencies resulting in potential conflict of interest। राजनीतिक व्यक्तिहरू इभन सांसदहरू पनि यो जालोमा जोडिनु भएको छ भनेर अमेरिकाको विदेश मन्त्रालयले भन्छ। साथसाथै यसले के पनि भन्छ भने some police and political leaders were allegedly complicit in sex trafficking through financial involvement in adult entertainment sector। भनेको प्रहरी र राजनीतिक नेताहरू सेक्स ट्राफिकिङमा पनि जोडिएको छ नेपालमा भनेर अमेरिकाको विदेश मन्त्रालयले भन्छ। हामीले यो विषयलाई अत्यन्त गम्भीरताका साथ हेरिराखेका छौँ। यो कुनै डोमेस्टिक यो घुसको नागरिकता बनाउन जाँदाखेरि एउटा कर्मचारीले घुस लियो भनेर हामीले गृहमन्त्रीको राजीनामा मागिराखेका होइन अथवा यसमा छानबिन हुनुपर्छ भनेको होइन। यो विषयलाई नेपालले मात्रै होइन अन्तर्राष्ट्रिय रूपमा अत्यन्त चासोको साथ हेरिएको छ र त्यो गम्भीरता सत्तासीन पार्टीहरूले देखाउनुपर्छ भन्ने हाम्रो माग हो। धन्यवाद। राष्ट्रिय सुरक्षासँगै गाँसिएको अन्तर्राष्ट्रिय आयामबारे अहिले हाम्रो विदेश विभाग प्रमुख शिशिर खनालले धेरै गम्भीर कुराहरू राखिसक्नु भएको छ। यसमा हामीले तपाईहरुलाई चासो होला रासोपाले चाहिँ अहिलेको यो नेकपा माओवादी र सरकार पक्षबीच जुन सहमति भयो त्यसमा किन सहभागी भएन भन्ने चासो यहाँहरूलाई छ। केही दिनदेखि हामीले नै 5 बुँदे प्रस्तावहरू राखेका थियौँ, यहाँहरू सबैलाई थाहा छ। यसमा चाहिँ त्यो ठोस प्रतिबद्धता आएन। हामीले उच्च स्तरीय छानबिन आयोग वा समिति भनेका थियौँ। यसमा सरकारलाई विकल्प पनि दिएका थियौँ कि जाँचबुझ आयोग 2026 अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा एउटा न्यायिक आयोगतिर हामी जाउँ। त्यो गर्नुहुन्न भने बढी पोलिसी इस्युतिर जाने हो भने चाहिँ संसदीय
छानबिन समितिको मोडलमा हामी चाहिँ जुन सहकारीको विषयमा यहाँ राम्रो अभ्यास पनि भएको थियो, शिशिर खनाल त्यसैमा चाहिँ बसेर धेरै नीतिगत सुझावहरू पनि दिन सक्नुभएको थियो। हामीलाई लागेको थियो उहाँहरू यत्रो ठुलो इस्युप्रति गम्भीर हुनुहुन्छ भन्ने लागेको थियो। त्यो गाम्भीर्य पटक्कै रहेनछ। उहाँहरूले त लत्तो छोड्न थाल्नु भएपछि हामीले यसलाई समातेका हौँ। हामी आशा गरिएको एउटा उदीयमान राजनीतिक शक्ति भएको हुनाले यति गम्भीर इस्यु, राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम बोकेको इस्युलाई हामी यसै छोड्नेवाला छैनौँ। यो अनन्तकालीन हाम्रो सङ्घर्ष आजदेखि शङ्खनाद गरिएको छ। यो आम नेपाली जनताले चाहिँ म सन्देश पनि दिन चाहन्छु हाम्रो पार्टीका तर्फबाट। अर्को समय सीमा पनि छैन, कहिलेदेखि सुरु गर्ने, टिओआर के हो, कहिले सम्पन्न गर्ने हो, त्यो म्यान्डेट र ऊ पनि छैन। यस्तो उधारो सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन। त्यही भएर हामीले चाहिँ यस्तो उधारो सम्झौता, कमिटमेन्ट नभएको सम्झौता, फासफुस पार्ने नियतले गरिएको सम्झौतामा हामी सहभागी हुन सक्ने कुनै गुन्जाइस थिएन। नियत ठिक भएको भए हाम्रो 5 बुँदेबाट संवाद गर्न सकिन्थ्यो, समय सीमामा हामीले अलिकति नेगोसिएट गर्न सकिन्थ्यो। तर नन नेगोसिएबल इस्यु चाहिँ संसदीय छानबिन समिति वा उच्च स्तरीय न्यायिक आयोगमै चाहिँ हाम्रो अडान थियो। अन्य कुराहरूमा बरु गृहमन्त्रीको राजीनामा पनि पछि आउने गरेर हामी एकछिनलाई सदासहायता देखाउने मनस्थितिमा पनि थियौँ। यो इस्यु यसरी भइसकेपछि हामी आजको सम्झौतामा सहभागी भएनौँ र 4-5वटा मुद्दामा हामीले उत्तर खोजिरहेका छौँ। आज उहाँले के बोल्नुभयो भने पछि हेरौँला, सुनौँला, जाँगर चल्यो भने सुनौँला। तर गम्भीर आरोप लाउनु भएको छ, तपाईँहरूले नक्कली पीडित खडा गरेर पार्टी कार्यालयमा बसेर नक्कली, उहाँहरूलाई त यसको व्यापक अनुभव छ। नक्कली उजुरी र नक्कली केसहरू, नक्कली मुद्दाहरूमा त उहाँको त व्यापक अनुभव छ। त्यही अनुभवबाट बोल्नुभयो होला। प्रमाण ल्याउनुहोस्, आफै नाइके हुनुहुन्छ मन्त्रालयको, गृह प्रशासनको, कारबाही गर्नुहोस् हैन। त्यसैले 5वटा मुद्दामा हामीले उहाँको वाचमा भएको, उहाँको मुनिका निकायहरू, अध्यागमन विभाग हैन, त्यसपछि प्रहरी प्रशासन, सिआइबी, यो साराको चाहिँ संलग्नता भएको भनेर आइरहेको छ। एउटा तीर्थ भट्टराईले घुस खाएको इस्यु मात्र होइन, यो अख्तियारले चाहिँ एउटा सार्वजनिक ओहदा ग्रहण गरेको व्यक्तिले व्यक्तिगत निजी लाभ लियो कि लिएन भन्ने मात्र विषयमा उसको सेरोफेरोमा हुन्छ। हामी सङ्गठित अपराधको कुरा गरिरहेका छौँ। यति ठुलो जालो छ, म्यान पावर, एयरलाइन्सदेखि लिएर ट्राभल एजेन्सी, विदेशी र स्वदेशी नियोगमा काम गर्ने मानिसहरू। अहिले हाम्रो साथीहरूले सङ्कलन गर्नुभएको प्रमाणमा 3000 जति उजुरी आएका छन्। 3000 जति उजुरी। त्यो बुझाउँछौँ हामी, सम्बन्धित निकायलाई बुझाउँछौँ, अख्तियारमा बुझाउँछौँ, गृहमन्त्रीलाई चासो छ भने उहाँको मन्त्रालयमा पनि हामी बुझाउँला। त्यसैले यो जनगुनासोको यावत इस्युजहरू छन्। अर्को आज मनिष झाले भनिसक्नुभयो, अख्तियारबाट पटक चिठी काटिएको छ, नजरअन्दाज गरिएको छ, अनदेखा गरिएको छ। यसलाई हामीले कर्तव्यच्युत को चाहिँ संज्ञा दिएका छौँ। अङ्ग्रेजीमा डेरेलिक्सन अफ ड्युटी भनेका छौँ। त्यसको लागि नैतिकताको ठुलो पाठ पढाउने, उपदेश दिने गृहमन्त्रीले पोहोर यहीँ भन्नुभयो होइन, प्रश्न तेर्सिना साथ कुनै पनि माननीय मन्त्रीले चाहिँ राजीनामा दिनुपर्छ भन्ने आफैले बनाएको होइन त्यत्रो मानक। आज कुन नैतिकतामा चाहिँ रोस्टरमा उभिएर अरूलाई उपदेश फेरि दोहोऱ्याउँदै हुनुहुन्थ्यो। यी यावत इस्युहरू छन्। अर्को, हाम्रो पार्टीका सभापति गृहमन्त्री हुनुहुँदाखेरि धेरै रिफर्महरू गरिएको थियो, त्यो जम्मैलाई रिभर्स गरिएको छ, उल्टाइएको छ। त्यसैले यो नैतिकताको विषय, सङ्गठित अपराधको प्रमाणमाथि प्रमाण, घुस कसरी बाँडिन्थ्यो भन्ने सफ्टवेयरको समेत चाहिँ न्युज आइसकेको छ हैन। नैतिकताको विषय, डेरेलिक्सन अफ ड्युटीको विषय, जनप्रमाणको यत्रो ठेलीका ठेली अब हामी संसदमा ल्याएर पढ्छौँ। अब यो जनताले दिएका कुराहरू सबै हामी पढ्छौँ। र 5औं चाहिँ गरिएका सुधारहरू, हाम्रो कार्यकालमा भएका सुधारहरूलाई रिभर्स गरिएको छ। कारबाही गरिएको व्यक्ति, सम्बन्धित मन्त्री हटेको तेस्रो दिन चाहिँ फर्काएर राखिएको छ। यसको अकाउन्टेबिलिटी हुनु हुँदैन। यति ठुलो चाहिँ मानव बेचबिखन र तस्करीको सञ्जाल तोड्नको लागि गाम्भीर्य खै, श्री 3हरूमा गाम्भीर्य खै, त्यो प्रश्न हामी उठाउँछौँ। र यो मुद्दा यहाँ त साइलेन्स गर्न सकिन्छ, माइक्रोफोन छैन। यो आज नै स्वर एकदम चाहिँ हाम्रो नाराबाजीले गर्दाखेरि होइन बुलन्द गरेका छौँ, तर यो जनतामा चाहिँ हामी लान्छौँ। त्यसैले यो समग्रतामा किन आज सही गरेनौँ र मुद्दाहरू किन अब जीवित छन् र यसलाई हामी सशक्त रूपमा अगाडि लान्छौँ भन्ने कुरा मैले राख्न चाहेँ। तपाईँहरूले मान्जुलाई नै क्वेसन, मान्जु जस्तो तपाईँहरूले विगतमा चाहिँ गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्नुहुन्छ, यसपालि चाहिँ तपाईँहरूले गृहमन्त्रीलाई सुन्नु भएन नि, किन त्यस्तो भयो? यस्तो होला, संसदीय अभ्यासमा केही गल्तीहरू भएको छ भने व्यक्तिबाट होइन है, यो सांसदहरूको चाहिँ नि मुख बन्द गर्नु हुँदैन थियो भने एउटा स्वीकारोक्ति चाहिँ आउनुपर्छ। हामीले गल्तीबाट सिक्ने कसरी, गल्ती भयो भनेर पहिला अक्नोलेज गर्नु पर्यो नि। त्यो त यस्तो के भन्छ, हामीभन्दा 10 टाइम्स लङ्गर एक्जिस्टेन्स भएको पार्टीलाई हामीले सिकाउनु पनि खोजेको। उहाँले रविजीलाई बोल्न नदिएको त्यो गल्ती थियो भनेर पार्टीले एकताली एडमिट गरोस् ताकि अबको आउने
जुनसुकै सांसदहरूले पनि मन्त्रीले पनि आफ्नो कुरा त्यो बेसिक ह्युमनको जुन हाम्रो राइट हुन्छ त्यो चाहिँ नि एक्सर्साइज गर्न पाओस्। अहिले त मलाई लाग्दैन नेपाली काङ्ग्रेसले सिक्यो। हामीले त नेपाली काङ्ग्रेसलाई सिकाउनलाई उहाँहरूलाई भनेको पनि हो, सही हो, तपाईँहरूले एकताली एक्सेप्ट गर्नुहोस्, एक्सेप्ट गरिदिनुहोस्। त्यो बेला पनि मिस्टेक थियो, त्यो मिस्टेक एडमिट गरिसकेपछि पो अगाडि जान्छ। उहाँहरूले के सिक्नुभयो त? पेलेर जाने भाइ केही सिक्नुभयो? अहिले उहाँहरूको जुन कोएलिसन छ त्यहाँबाट पेलेर जाने भाइ उहाँहरूले त केही सिक्नु भएन। सो यो चाहिँ नि मैले सबैलाई अनुरोध गरेँ, बोल्नु पाउनु सबैले पर्छ, तर त्यो गल्तीको स्वीकारोक्ति नै छैन भने त उहाँहरूलाई त हामीले सिकाउनु पर्यो नि, होइन? हामी 3 वर्षको पार्टी भए पनि एकदम क्लियर होइन। हजुर, मैले फेरि तपाईँलाई सम्झाएँ, संसदीय अभ्यासमा गल्ती भइसकेपछि त्यो गल्ती थियो भनेर स्वीकारोक्ति अहिलेसम्म नेपाली काङ्ग्रेस पार्टीले एउटा विज्ञप्ति ल्याएछ, संसदमा बोलेको छैन। त्यो त हामीले सिकाउनु पर्यो नि एकअर्कालाई अभ्यासबाट, होइन? त्यो सिकोस् भनेर हाम्रो भित्रैदेखिको आकाङ्क्षा हो। त्यो पनि उहाँहरूले सिक्नु भएन जस्तो लाग्छ। उहाँहरूलाई हामीले भनेको पनि हो, तपाईँहरूले एडमिट गर्नुहोस् न त। 22 डेजसम्म बोल्न नदिने कसैलाई इट वाज फन्डामेन्टल भायोलेसन अफ ह्युमन राइट भनेर एकदम सिम्पल आज बोलिहाल्नु भयो, होइन? त्यो पनि पेलेरै बोल्नुभयो। यस्तो उधारको सम्झौता पनि म भन्दिनँ साथीहरू। उहाँहरूले जुन त्यो अध्ययन समिति बनाउनु भएको छ नि, हरेक मन्त्रालयले त्यो अध्ययन समिति धेरै बनाउँछ। नारायण काजीजी हाम्रो पूर्व गृहमन्त्री हुँदाखेरि हाम्रो पूर्व मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा ठुलो जम्बो टोलीले गृहको सुधार कसरी गर्ने भनेर अध्ययन गर्नुभएको थियो। त्यसमा प्रिजन रिफर्मको, इमिग्रेसनको, सबैको ओएनएम गर्नुपर्छ, सबै कुरा लेखेको थियो। अब त्यो अध्ययन प्रतिवेदन त कार्यान्वयन गर्ने होला नि त, होइन र? अझ फेरि अर्को अध्ययन गर्ने। अहिले हामीलाई चाहिएको त हाम्रा मान्छेहरू बेचिएका छन्, त्यो रोक्नलाई यो जालो, यो म्यासिभ नेटवर्क जुन छ त्यसलाई रोक्नु पर्यो भनेको हो। अघि तपाईँले हाम्रो शिशिरजीले भन्नुभएको कुरा पनि सुनिहाल्नु भयो, होइन? नेपालमा मात्र होइन, विदेशीहरूले सुद्धा तिमीहरूको पार्लियामेन्टेरियन सुद्धा छ यसमा भनेपछि संसदीय छानबिन समिति बनाउनु परेन। यो पनि जो मान्छे त्यो छानबिन गर्नेको नाइके हो, जसलाई 9 चोटि अख्तियारले पत्र पठाए पनि बाल मतलब छैन, उसैलाई नाइके मानेर हामीले उसले चाहिँ गर्छ भनेर थपडी बजाएर बस्दिनु पर्ने? बजाइन्न हजुर। उहाँको राजीनामा त चाहिन्छ, यो उच्च स्तरीय छानबिन आयोग पनि चाहिन्छ, समिति पनि चाहिन्छ। अनि यस्तो ठुलो कुरालाई यस्तो सामान्यकरण गर्ने उहाँहरूको के? उहाँहरूको निर्वाचन क्षेत्रबाट कोही मान्छे बाहिर गएको छैनन् हो? उहाँहरूलाई मतलब छैन आफ्नो मान्छे बेचिएको? यो प्रश्न त जनताले उहाँहरूलाई अब हरेक दिन सोध्छ। कसरी सुत्नुहुन्छ उहाँहरू मलाई थाहा छैन। जुन समिति बनिएको छ आफ्नो छानबिन आफैले गर्ने, आफ्नो छानबिन आफैले गर्ने। त्यो समितिले छानबिन के गर्ने? सफ्टवेयर मार्फत बाँडिएको पैसा कहाँ कहाँ पुगेछ, मेरो भागमा आएन छ कि भनेर छानबिन गर्ने? आफ्नो छानबिन आफैले गर्ने भने त्यही होला नि त। त्यो पैसाको भागभण्डा मिलेन भनेर छानबिन गर्ने? अहिले बन्या त्यो के बन्न खोजे अध्ययन समिति भने त्यस्तो बन्दैछ। अनि त्यसलाई स्वीकार्छ राष्ट्रिय स्वतन्त्र पार्टीले? स्वीकार्दैन। मैले जोडिहालेँ, काम केही गर्दैन, काम के गर्छ भने त्यो भागभण्डामा पैसा कहाँनिर चाहिँ पैसा आएन आफ्नो भागमा चाहिँ भन्ने चिज छानबिन गर्ने खालको छ त्यो समिति। धन्यवाद। मान्छे एउटा अहिले पत्रकारहरूमाथि पनि जुन किसिमको गतिविधि भइरहेछ त्यो विषयमा बोल्नुहोस् न। राष्ट्रपतिमा घोर आपत्ति छ त्यसमा। वाक स्वतन्त्रताको कुरा गर्ने एकातिर, तर अर्कोतिर फेरि बोलेकै भरमा र सञ्चार माध्यममा बोलेकै लेखेकै भरमा पनि पक्राउ गर्ने काम गरिरहेको छ। यसप्रति पनि घोर आपत्ति छ। राष्ट्रिय स्वतन्त्र पार्टीले यसमा सशक्त रूपमा प्रश्न उठाएको छ।